राइट नाउ हामी के यो ठ्याक्कै ठाउँको नाम के प्रहरी पिट हो यो? अस्थायी प्रहरी पोस्ट हाप्सी चौर धारी। म चाहिँ राइट नाउ हाप्से चौर भन्ने ठाउँमा छु। अनि म चाहिँ आज एकदमै सकमा गएँ बिकज यो जुन देखिरहनु भएको छ नि यो चरा यो चाहिँ प्रहरीजीहरूले खाना खाने ठाउँ हो कि अनि नाच्नु अनि यहाँ चाहिँ म जाँदैछु पानी चाहिँ यो डाइरेक्ट यहीँबाट खाने हो तपाईँहरूले? ट्याङ्कीमा जमाएर पानी चाहिँ अब यो डाइरेक्ट कहाँबाट आउँछ पानी थाहा छ हजुरलाई? म पनि यहाँ यसको लागि मात्र आएको। उहाँको माथि यो हेर्नु त यो किचन कति सालबाट छ यो? 2070 सालबाट भनेपछि 12-15 वर्ष भयो यो किचनमा यहाँ किचन चलेको। अनि यहाँ चाहिँ प्रहरीजीहरूले यो खाना खाने ठाउँले हेर्नु त भान्सा कोठा ल हेर्नु के हेरेर बसेको त यहाँको ओडाले ल हेर्नु त ओडाले त हालिदिनु बजेट हालिदिनु पर्छ नि एउटा किचन बनाइदिनु पर्छ नि हेर्नु त यो रुखको योहरू राखेर पाताहरू यो पाता पनि हेर्नु नि यस्तो यस्तो खिया लगाइसकेको यस्तो पाता नेपालको सुरक्षा बलले बस्ने ठाउँ हेर्नु त यस्तो रहेछ हेर्नु त यहाँ अघि यता आइज नि ल हेर्नु त यहाँ त अनि त्यस्तो रहेछ ल हेर्नु त नेपालको प्रहरी भान्सा कोठा चाहिँ अब नेपालको प्रहरी भान्सा कोठाले खाने ठाउँ ल हेर्नु त अनि देश विकास भएन हामी समृद्धिको कुरा गर्छौँ ठुलो कुरा गर्छौँ केन्द्रमा बसेर हेर्नु त यस्तो बिजोग रहेछ यस्तो हरियो बिजोग यस्तो हेर्नु त एउटा हुन्छ नि यत्रो वर्षसम्म यस्तो अवस्था रहेछ नाजुक अवस्था हेर्नु त यो ऊहरू पाताहरू यो पाताहरू उडाएर लाँदैन बेला बेलामा अनि फेरि हाल्नु ए ठुल्ठुलो हामी कुरा गर्छौँ तर प्रहरीले एउटा प्रहरी जस्तो देशको सुरक्षामा खटिएको मान्छेले यस्तो ठाउँमा बसेर खानु पर्दा यो विदेशले देख्यो भने अरू देशले देख्यो भने के हालत होला है? गृह मन्त्रालयको विशेष गरी ध्यान जाओस् र एटलिस्ट प्रहरीले चाहिँ एउटा राम्रो ठाउँमा सकुशल भएर खानु परोस् के एउटा हातले चाहिँ जस्ता समात्दै एउटा हातले चाहिँ मुखमा चाहिँ भात हाल्दै त्यस्तो अवस्था चाहिँ नहोस् भन्न चाहन्छु। धन्यवाद।